Namaste, welcome to our new vlog and happy Dasai to all. सायद हामीले यो भ्लग पोस्ट गरिन्छ दसैँ त सकिसक्छ होला। सो अनि आज विजया दशमी भयो अनि आज टिकाको दिन हो। हामी भर्खरै उठ्यौँ। भर्खरै उठ्यौँ हामी अहिले चाहिँ भर्खर 7:10 भयो। हामी भर्खर उठ्यौँ। टिकाको सायद 11:53 छ। बाहिर चाहिँ पानी परिरहेको छ हेर्नु। ल अब चाहिँ हामी नुहाउन जान्छौँ। बाइ बाइ। मैले चाहिँ नुहाएर आइसकेको छु। बाहिर चाहिँ यस्तो सिमसिम पानी परिरहेको छ। अब म अचार बनाउँछु। आमा त आलु जस्तै हुन्छ। कहिले चाहिँ गाइस म नुहाएर आएँ। दिदी चाहिँ अघि नै नुहाएर आएर यहाँ कटिङ एकछिनमा ब्याक क्यामेराबाट देख्छु। यस्तो छ हाम्रो माहौल। अचार इज रेडी। यस्तो मिठो भएको नि यसले चाहे कि। अनि हामी अब यहाँ टिका लाउने ठाउँ रेडी गर्छौँ। यो सबै फेर्छौँ। यो यता मिलाउँछौँ। अब हामी यसलाई कस्तो बनाउँछौँ। बुवा यता हुनुहुन्छ। अब यसलाई हामी कस्तो बनाउँछौँ हेर्नुहोस् है त। टिका लाउने ठाउँ चाहिँ यस्तो भएको छ। बुवा यता टिका मुस्दै हुनुहुन्छ दहीले। हामी चाहिँ अब रेडी हुन लाग्छ। अब हामी रेडी हुन्छौँ भन्दै आउँछौँ है। म रेडी भइसकेँ। दिदी कपडा बाँध्न बाँकी छ। हाम्रो दिदी हाम्रो ठुली दिदी रेडी भएर आइसक्नु छ। ठुल्बाबाहरू सबैजना आइसक्नु भएको छ। अब बाहिर लान्छु तपाईँ। यो रेडी थिएँ गर्छ म बाहिर बाई। हाम्रो बाहिरको माहौल यस्तो छ गाइस। यहाँ भइसक्यो। खोइ जमरै देख्दिनँ त म। जमरा खोइ तल रहेछ गाइस। यहाँ छ जमरा। अनि यहाँ आइसक्नु भयो सबैजना। टिकटक बनाउँदैछु। यहाँ सबै चिज रेडी भइसक्यो। सो त्यही हो। यहाँ दिदी इज रेडी। अब टिका लाउने बेला देखाउँछौँ कि अगाडि देखाउँछौँ। बाई।
हाम्रो घरमा चाहिँ टीका लाउन पाहुनाहरू पनि आइपुग्नु भयो। बाहिरको अवस्था चाहिँ यस्तो छ, सबैजना टिकटकमा र फोटोमा व्यस्त हुनुहुन्छ। टिकटक बनाउनलाई पार्क जान लाग्यो दिदीसँग। हामीले घरमा एक दुईटा बनायौँ अनि घरमा पाहुनाहरू हुनुहुन्थ्यो नि हामी निस्केको बाहिर देखिने छैन। बिपना जान्छ भुरुङ्गी पार्क हाम्रो घरबाट नजिकै छ। हामी यतै आएको हिल देखिने सपना पनि बिपना चाहिँ लाग्छ। हाम्रो पार्क यही हो, कोही छैन हालमा। हामी चाहिँ टिकटक बनाएर अब यो कोदो फुलीबारीमा चाहिँ अब मामाघर गएर बनाउने है। मामाघरमा जमरा हो नि त, तर मामाहरू पछि रहन्छ होला। आज र भोलि त पानी परिरहेको छ, सिमसिम सिमसिम पानी परिरहेको। आउँदै हुनुहुन्छ दिदी हेर्नु त यहाँ। हामी यहाँ टिभी हेरेर बसिरहेको छौँ। अब सबै मैले चाहिँ लुगा फेरेको छैन, सबैले फेरिसक्यो। हाई रियान, हेलो गाइस भन्देऊ। ऊ अब सानीहरू जान लाग्नु भयो। बुवा आमा यता हुनुहुन्छ। बाई बाई। लडी त अघि अनि बाई बाई। ल ल बाई बाई। तपाईँको आउनु त भ्लग हेर्न नबिर्सिनु होला है। भ्लग हेर्नु ल। रियन्स बाई।
बाई बाई गाइज बाई हाम्रो दसैँ सकियो अब हामी भ्लग पनि दसैँ सकेको जसरी हामी भ्लग पनि सकाउँदैछौँ लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला वन्स मोर ह्याप्पी दसैँ बाई बाई डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल